आज पनि यहाँहरूलाई सन्देश लिएर आइसकेको छु सकारात्मक ऊर्जा थप्नको लागि यहाँहरूको जिन्दगीमा। जीवनमा हरेक दिन सबै कुरा हामीले सोचेको जस्तो हुँदैन। कहिलेकाहीँ आफ्नो मान्छेले दुःख दिन्छ, कहिलेकाहीँ मेहनत गर्दा पनि सफलता आउँदैन, अनि कहिलेकाहीँ समस्या यति धेरै हुन्छ कि हामीलाई लाग्छ अब के गर्ने। तर यस्तो समयमा सबैभन्दा ठुलो कुरो हो आफूलाई शान्त राख्न सिक्नुहोस्, किनकि रिसाएको समयमा गरेको निर्णयले वर्षसम्म पछुताउन सक्छ, तर शान्त भएर सोचेको एउटा निर्णयले पुरै जीवन बदल्न सक्छ। त्यसैले साथीहरू, जीवनमा एउटा कुरा सधैँ याद राख्नुहोस्, समस्या आउनु हाम्रो हातमा हुँदैन, तर समस्यासँग कसरी सामना गर्ने भन्ने हाम्रो हातमा हुन्छ। त्यसैले आज तपाईहरूलाई नराम्रो भन्यो भने तुरुन्तै जवाब दिनु आवश्यक छैन। कसैले तपाईँलाई अपमान गर्यो भने त्यही स्तरमा झर्नु आवश्यक छैन। कसैले तपाईँलाई छोडेर गयो भने उसको पछाडि डोरिरहनु आवश्यक छैन। कहिलेकाहीँ मौनता नै सबैभन्दा बलियो जवाफ हुन्छ। तपाईँले आफ्नो मनलाई भन्न सिक्नुपर्छ, म अहिले रिसाएको छु, त्यसैले अहिले निर्णय गर्दिनँ। पहिला शान्त हुन्छ अनि सोचेर बोल्छु। जीवनमा सबैभन्दा शक्तिशाली मानिस त्यो होइन जसले अरूलाई हराउँछ। सबैभन्दा शक्तिशाली मानिस भनेको त्यो हो जसले आफ्नो रिस, आफ्नो डर र आफ्नो भावनालाई नियन्त्रण गर्न सक्छ। जब मन शान्त हुन्छ, केही समय एक्लो बस्नुहोस्, गहिरो सास लिनुहोस्, आफ्नो समस्या कागजमा लेख्नुहोस् र आफैलाई एउटा प्रश्न सोध्नुहोस्, यो समस्या 5 वर्षपछि पनि मेरो जीवनमा यति नै ठुलो रहनेछ? धेरै पटक जवाफ आउन सक्छ हुँदैन। त्यसपछि बुझिन्छ हामीले अहिले ठुलो ठानेको समस्या समयसँगै सानो बन्न सक्छ। त्यसैले हरेक कुरामा तुरुन्त प्रतिक्रिया नदिनुहोस्। कहिलेकाहीँ समयलाई जवाफ दिनुहोस्। मानिसहरूले तपाईँको बारेमा के भन्छ कुरा नियन्त्रण गर्न सकिँदैन, तर तपाईँले आफ्नो व्यवहार, आफ्नो मेहनत र आफ्नो सोचलाई नियन्त्रण गर्न सक्नुहुन्छ। तपाईँको लक्ष्य ठुलो छ भने बाटोमा आलोचना पनि आउँछ, मानिसहरू हाँस्न सक्छ, तपाईँलाई कमजोर बनाउन खोज्न सक्छ, तर तपाईँ शान्त भएर आफ्नो बाटोमा हिँड्नुहोस्, किनकि आज तपाईँलाई नबुझ्ने मानिसहरूले भोलि तपाईँको सफलताको कथा सुन्न सक्छ। याद राख्नुहोस्, शान्त हुनु भनेको कमजोर हुनु होइन। शान्त हुनु भनेको त केवल आफूभित्रको शक्तिलाई चिन्नु हो। तपाईँको जीवनमा जस्तोसुकै परिस्थिति किन नहोस्, आफूहरूलाई सम्हाल्नुहोस्, आफ्नो मनलाई बलियो बनाउनुहोस्, अरूसँग तुलना गर्नु छोड्नुहोस्, आफ्नो गतिमा अगाडि बढ्नुहोस्। कहिलेकाहीँ ढिलो हुनु पनि ठिक हो, कहिलेकाहीँ आराम हुनु पनि ठिक हो, कहिलेकाहीँ असफल हुनु पनि ठिक हो, तर हार मानेर बस्नु ठिक होइन। आजदेखि एउटा बानी बसाल्नुहोस्, रिस उठ्दा, चुप लाग्ने, समस्या आउँदा सोचेर, कठिन समय आउँदा आफूलाई सम्झाउने, यो समय पनि बितेर जानेछ, किनकि राम्रो समय सधैँ रहँदैन भने नराम्रो समय पनि सधैँ रहँदैन। त्यसैले आफ्नो मनलाई शान्त राख्नुहोस्, आफ्नो लक्ष्यमा ध्यान दिनुहोस्, आफ्नो मेहनत जारी राख्नुहोस्। अन्तिममा एउटा कुरा याद राख्नुहोस्, तपाईँले संसारलाई नियन्त्रण गर्न सक्नुहुन्न, तर आफूलाई नियन्त्रण गर्न सक्नुहुन्छ। तर जुन दिनदेखि तपाईँले आफ्नो मनलाई नियन्त्रण गर्न सिक्नुहुन्छ, त्यही दिनदेखि
तपाईको जीवन बदलिन सुरु हुन्छ। त्यसैले आजदेखि अरूलाई बदल्ने प्रयासभन्दा पहिले आफूलाई शान्त राख्ने सिक्नुहोस्, किनकि शान्त मनले सही बाटो देख्छ। तर सही बाटोमा हिँड्ने मानिस एक दिन अवश्य आफ्नो लक्ष्यमा पुग्छ। दर्शकबिन, यहाँहरूलाई भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।